हेलो गाइज व्हाट्सअप दर्शकहरू फेरि पनि आइसकेको छ मेरो फेसबुक पेजमा तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानलमा पनि हैन विशेष भिडियो हुनेछ अन्तिमसम्म हेर्नु होला म भिडियो बनाउन गइरहेको छु हैन तपाईहरुको माझमा तपाईहरुले भिडियो हेर्दिनु होला लाइक गर्दै होला कमेन्ट च्यानल सब्स्क्राइब गर्नु होला फलो पनि गर्नु होला ओके सुँगुर चारो टिप्न आएको थियो कि हैन तर गर्मी धेरै छ हैन सुँगुर चारो खोज्दा मलाई के भेट्यो मैले के भेटाएँ हैन तपाईहरुलाई देखाउन गइरहेको छु हैन सोच्नु नसक्ने कुरा क्या त्यस्तो हेर्नु है यत्रो सानो बोटमा यस्तो राखेको छ त्यहाँ त्यो बाटो त्यहाँ बाटो छ यहाँ चरा देखेको थियो अन्डा कुन चराको अन्डा यस्तो राम्रो छ तर छुनु मिल्दैन छुयो भने फेरि माउले थाहा पाइहाल्छ होइन फेरि अन्डा निकाल्दैन त्यही भएर म नो टच हामी चाहिँ होइन नाति अमित सजना दिपा हैन सुँगुर चारो टिप्न आएको बोरा अनि निङ्गुरे पनि भेटाएछ हैन हैन भतिज कतिको टिपेको यो बेच्दा कति पैसा आउँछ 50 रुपैयाँ 50 रुपिस अब हामी चाहिँ सुँगुर चारो टिप्ने ल भयो हामी बल पनि खेल्न आएको हैन नाति जाउँ सुँगुर चारो टिप्नु जाउँ सजना जाउँ फाइनली मैले एउटा कुरा देखिसकेको छु हैन तपाईहरुलाई देखाउनु पर्ने हुन्छ हैन तर यत्रो ठुलो चाहिँ देखेको छैन क्या कस्तो ठुलो पुतली हो कलर यो घरमा हिजोदेखि बसिरहेको छ यो पुतली बा हिजोदेखि बसिरहेको होइन सन्चै छौ के भयो बुढी आज रिसाइरहेको छ भात पनि खली जस्तो छैन फाइनल गाइज होइन मर्निङ गइसकेको छ हामी मर्निङमा चाहिँ के खान्छौँ भने चाहिँ मर्निङमा पनि भातै खाने हो हामी गाउँठाउँमा बस्ने मान्छे त्यस्तै हो भातै खान्छ ब्रेकफास्टमा के हुँदैन भात सब्जी तरकारी थोरै 10 बजे अहिले भइसकेको छ मर्निङ भइसकेको छ कफी सफी चाहिँ खाइसक्यौँ अनि दिपाले चाहिँ फर्स्ट टाइम होइन इन्डियन डिस बनाएर चाहिँ मलाई खुवाउनु लागेको छ होइन म तपाईँलाई देखाउनु गइरहेको छु कस्तो छ के छ म भन्छु होइन तर कडी पाएन क्या होइन बस म देखाउनु गइरहेको छु ओके बाबा कुन डिस बनाएको अरे इन्डियन डिस ट्राई कडी फर्स्ट टाइम चाहिँ हैन इन्डियादेखि आइथिन चाहिँ फर्स्ट टाइम यो चाहिँ के भयो यो पकौडी हो यो चाहिँ कडी तर कडी पत्ता बेगा खासै बिसा धेरै भयो के हो नि हाम्रो यो चाहिँ बुढी बेसन यस्तै हुँदैन अनि हाम्रो साग पानी साग पुरा हामी बिन्दास टेबलमा बसेर खाँदा बोर भएर भुइँमा बसेर खाइन्छ होइन बाबा तिमी केही शब्द बोल्न चाहन्छौ ओके हाम्रो चाहिँ बजको फाइनल लुक आइसकेको छ मुन्टा उता गर्न खोइ यस्तो गर्छ अनुहार चम्क्या खोइ एन्जर देख्यो सिसप्याक रहेछ सिसप्याक हाम्रो अर्को भतिज पनि आइसकेको छ भतिज यता हेर न यो पनि हाम्रो सिसम भतिजले काटिदिएको भतिज गएर माइला हजुर भन न हौ हाम्रो भतिजलाई सम्झिनु होला फोन नम्बर चाहिँ हामी दिनु मिल्दैन हामी चाहिँ फाइनली काका भतिज चाहिँ होइन हामी हिँडिसकेको छौँ लप डाँडा हामी अहिले गइरहेको छौँ आधी बाटोमा छौँ हाम्रो दासबारी चोकमा अनि हामी चाहिँ अब गएर त्यहाँको भ्यू देखाउनेछौँ तपाईँहरूलाई होइन के कस्तो लाग्छ भिडियोमा रिभ्यू दिनु होला कमेन्ट गर्नु होला मन परेमा लाइक कमेन्ट सेयर पेजलाई फलो गरी च्यानल सब्सक्राइब पनि गर्नु होला म तपाईँहरूलाई देखाउनु गइरहेको छु है गाइज यो चाहिँ हाम्रो प्यारो भचको बाटो मेन रोड होइन थाहा छैन अनि हामी चाहिँ अहिले बालकुमार भतिजको घर आइपुगिसकेको सधैँ फेरि कुनै मान्छेहरूले हेरिरहन्छ हाम्रो भिडियो होइन हामी गइरहेको छौँ हामी चाहिँ अहिले हाम्रो नगरपालिका मेन होइन अफिस आइपुग्नु लागिसकेको छौँ देखि थाल्यो त रातो बिल्डिङ चाहिँ हाम्रो नगरपालिकाको अफिस हो होइन त्यो चाहिँ पानी ट्याङ्की अनि यताको बसाइ चाहिँ यस्तो सजाइदिएर होइन यहाँ चाहिँ पिजै भएको छैन क्या त्यो तलदेखि मात्रै पिज भएको छ यो हुनेवालामा छ
हामीले यो बाटोदेखि चाहिँ टर्निङ लिनुपर्ने हुन्छ यहाँ हाम्रो मेन चाहिँ रोड हो होइन। बुद्ध चोकको ग्राउन्ड यहाँबाट साह्रो निस्किनु पर्ने हुन्छ। हामी चाहिँ अहिले लेखाटो लागिसकेको छौँ। यहाँ यही बाटो जाने रहेछ लकडाँडा होइन। फाइनली हामी चाहिँ लकडाँडाको छेउछाउ आइसकेको छ। बाटो चाहिँ यस्तो रहेछ, कन्डिसन यस्तो छ होइन। गाइजहरू तपाईँहरू भिजिट गर्नु सक्नुहुनेछ। यो चाहिँ पानी ट्याङ्की रहेछ अनि त्यो चाहिँ भवन हो होइन, चर्च। अनि यता बुद्ध चोक रहेको छ। यति झन् माथि गएपछि कति राम्रो दामी देखिन्छ ठाउँ होइन। हाम्रो गाडी चाहिँ रहेको छ, थोरै आवाज आउँछ, माइन्ड नगर्नु होला भतिज र म होइन। भतिज ओके नि होइन। हामी आज भिजिट गरेर पुरा हाम्रो रामपुर एरिया, माखनटोल एरिया सबै मेरो भिडियो हेर्नुहुने महानुभावहरूलाई चाहिँ तपाईँहरूलाई प्रत्यक्ष म लकडाँडा देखाउनु गइरहेको छु। अब हामी चाहिँ यहाँबाट जानुपर्ने हुन्छ थोरै माथि। ओके, अहिले हाम्रो गाडी चाहिँ बिग्रिसकेको छ होइन। हामी ठेलिरहेको छौँ। यो बसन्तीले हामीलाई दुःख दियो। यो हाम्रो पनि होइन, प्रपर्टी भाउजूको होइन। नम्बर नदेखाउनु लागिन्छ। ए हाम्रो तेल सकिन लगाएर छ। यो चाहिँ दुधो रहेको छ। गुनाहरू पनि ल्याएको छ। पब्लिक टोयलेट चाहिँ त्यहाँ छ होइन। यस्तो छ होइन भाइ। हाम्रो यो चाहिँ लकडाँडा रहेको छ। यो ओह्रालो बाटो अनि यो चाहिँ घरहरू आएको छ। अहिले पसलहरू बन्द छ। पैसा 50 रुपियाँको राखेको छ। बस्ने गफ गर्ने फिन राम्री भएर कहाँ हिँड्यो कि कहाँ सुई कहाँ हान्यो अरे। कति 1 पाउराको थियो कि है। गर्मी छ, हामीहरू बसा यस्तै छ होइन। हामी चाहिँ अहिले नगरपालिकामा छौँ। दिपाको चेकअप गराउन आएको होइन 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 होइन। 1 बजे आउने रिपोर्ट छ होइन। 1 बजी आइसकेको छ। 2-4 आधी घन्टा जस्तो छ। सबैको आफ्नो स्वभाव के आफ्नो बानी के हाम्रो के भन्नुहुन्छ।